अझ तपाईलाई 1,50,00,000 घर कतिमा जम्मा 1,25,00,000 सबै फ्यामिली विदेश जाँदै हुनुहुन्छ 15 दिनभित्र बिक्री गर्न लाग्नु भएको छ है त्यो हुँदा 25 लाख घाटै खाएर दिँदै हुनुहुन्छ डिस्काउन्ट अफर भन्दा पनि हुन्छ नमस्कार यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा मेरो नाम प्रेम मत आज तपाईलाई काठमाडौँको चन्द्रगिरी नगरपालिकामा रहेको यो ठुलो 16 फुटे ढलान बाटो टच रहेको यति राम्रो 1.5 तला घर तपाईले नसोचेको मूल्यमा पाउँछ अब तपाईलाई यो आजको किमा रहेको घरको बारेमा जस्ताको तसै देखाउँदै छु है यो बाटो हेर्न सक्नुहुन्छ सर र यो ढलान बाटो 16 फुटे अझ यो घर अगाडि त एकदमै ठुलो रहेको छ साइडमा पनि हेर्न सक्नुहुन्छ राम्रो राम्रो घरहरू बनेको छ टक्क हाइटमा रहेको हुँदा चारैतिरको भ्यू मज्जाले हेर्न सकिने बिहानदेखि बेलुकासम्म घाम लाग्ने है त अब तपाईलाई यो साइडदेखि देखाउन चाहन्छु हैन यो साइडदेखि हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ यो भाग देखाउन चाहे यहाँदेखि हेर्न सक्नुहुन्छ सर्लक्क वरिपरि बाउन्ड्री घेर्नु भएको छ यो साइडदेखि पनि देखाउँछु तपाईलाई चारैतिर बाहिर भएको देखाउँछु अनि भित्रतिर पनि लगेर जान्छु है त ल हेर्नुस् यो साइडमा पनि चारैतिर पछाडीसम्म वरिपरि बाउन्ड्री घेर्नु भएको छ यो साइडबाट हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ है त ल जस्ताको तस्तै तपाईलाई देखाउँदैछु त्यहाँसम्म हेर्न सक्नुहुन्छ त्यहाँनिर बाल्कनी राख्नु भएको छ यसो बाहिर आएर फ्रेस हावा खान सक्नुहुन्छ भने यहाँदेखि सिडी रहेर हेर्न सक्नुहुन्छ है जस्ताको तस्तै तपाईलाई देखाउँदैछु अब सर र म भित्र लगेर जानेछु भित्रबाट पनि देखाउनेछु तपाईलाई यहाँनिर खाने पानी 24 घण्टा आउँछ है त पानीको पाइप हेर्न सक्नुहुन्छ भित्र देखाइदिन्छु तपाईलाई पाइप पनि सबै अब यहाँ आउँदा बित्तिकै यहाँनिर ओपन स्पेस राख्नु भएको छ यस्तो खाले हेर्न सक्नुहुन्छ तलदेखि माथिसम्म टक्क एकदमै डिजाइन राम्रो निकाल्नु भएको छ है अब यहाँ 24 घण्टा खाने पानीको धारो आउँछ मिटर जडान गर्नु भएको छ पानी एकदमै सुविधा रहेको छ भने यो साइडमा मजाले बाइकहरू पार्किङ गर्न सक्नुहुन्छ अन्डरग्राउन्ड पानीको टङ्की पनि रहेको छ भने अब यहाँबाट गेट राखेर एउटा कार सानो पार्किङ गर्छु भन्दा मिल्ने स्पेस चाहिँ छ तपाईले गेट यता राख्दा बित्तिकै त्यो सम्भव छ है त अब तपाईलाई यताको भाग पनि देखाउँछु पछाडिको अनि मात्रै भित्र लगेर जान्छु है त ल यो साइडमा हेर्न सक्नुहुन्छ चारैतिर पछाडिको दृश्य यस्तो खाले रहेको छ वरिपरि यो ठ्याक्कै यो बाउन्ड्री घेर्नु भएको छ पछाडि एकदमै धेरै ओपन स्पेस राख्नु भएको छ जस्ताको तस्तै देखाउँदैछु है त ल यो पछाडि आइपुगेमा पछाडि आउँदा यहाँनिर हेर्न सक्नुहुन्छ सेफ्टी टङ्की यहाँ भयो हैन अब यहाँदेखि यो यही जग्गामा वाल लगाउनु भएको छ यही घरको जग्गा हो यो हेर्न सक्नुहुन्छ कम्पाउन्ड घेरिसक्नु भएको छ अम्बाहरू लगाउनु भएको छ खुर्सानीहरू तरकारीहरू हैन मजाले यहाँनिर खेतीहरू गर्नुभएको छ भने त्यहाँसम्म पछाडिको वालसम्म भयो यति धेरै खुल्ला स्पेस तपाईले हेरिसक्नु भयो अब तपाईलाई म सिधै भित्रतिरको दृश्य देखाउँछु हैन यो पछाडिको भाग साइडको भाग देखाइसकेको छु भने झ्याल ढोकाहरू पनि काठकै युज गर्नुभएको छ है काठकै युज गर्नुभएको छ खाने पानी आउँछ मजाले सफा पानी आउँछ हैन हेर्न सक्नुहुन्छ पानी सफा आउँछ अब तपाईलाई सर र भित्रै लगेर जानेछु यहाँ मेन ढोका रह्यो है त यो मेन ढोका भयो भने अब म ढोका खोल्दा बित्तिकै यहाँनिर हेर्दा बित्तिकै तपाईले पाउनुहुन्छ यो दुईवटा रुम बराबरको एउटै रहेको छ है त यो ठुलो साइजको लिभिङ रुमको दृश्य जस्ताको तस्तै देखाउँदैछु तपाईलाई हेर्न सक्नुहुन्छ दुईवटा रुम बराबरको एउटै रुम भन्दा पनि हुन्छ एकदमै ठुलो साइजको रहेको छ किनकि यो साइडमा पनि झ्याल रहेको छ यो साइडमा पनि झ्याल रहेको छ भने यो साइडमा पनि झ्याल रहेको छ है अब चारैतिर झ्याल रहेको हुँदा एकदमै उज्यालो ठुलो साइजको यो लिभिङ रुम लगभग दुईवटा रुम बराबर है यहाँ दुईवटा रुम बराबरको स्पेस पाउनुहुन्छ तपाईले दुईवटा रुम बराबरको यो एउटै लिभिङ रुम हल रुम बनाउनु भएको छ जस्ताको तस्तै देखाउन चाहन्छु तपाईलाई है अब यहाँ आउनुहुन्छ भने यो बीचको ओपन स्पेस रह्यो है त अब यो प्यासेज भन्दा पनि हुन्छ बीचको ओपन स्पेस रहेको छ लगभग एउटा रुम बराबरको स्पेस यहाँ पाउनुहुन्छ भने यो साइडमा हेर्न सक्नुहुन्छ हैन यस्तो खाले रहेको छ अब यसै गरी यहाँनिर पाउनुहुन्छ तपाईले यो कमन टोयलेट बाथरुम यो पनि ठुलै रहेको छ हेर्न सक्नुहुन्छ जस्ताको तस्तै देखाउँदैछु है त यो ठुलो साइजको कमन टोयलेट बाथरुम भयो भने अब यो साइडमा आउनुहुन्छ भने एउटा यो बेडरुम पाउनुहुन्छ मिडियम साइजको पछाडितिर झ्याल लागेको हुँदा एकदमै उज्यालो पूर्व साइडतिर झ्याल रहेको छ त्यो हुँदा निकै उज्यालो चिटिक्कको यो बेडरुम रहेको छ मिडियम साइजको तपाईलाई जस्ताको तस्तै देखाउँदैछु हेर्न सक्नुहुन्छ मिडियम साइजको यो बेडरुम रह्यो है यो साइडमा काठकै झ्याल युज गर्नुभएको छ भने यो बेड भयो यतापट्टिको दृश्य यस्तो रहेको छ जस्ताको तस्तै तपाईलाई देखाउँदैछु है प्रत्यक्ष रूपमा अब यसै गरी तपाईले यहाँ हेर्न सक्नुहुन्छ यो अर्को बेडरुम रह्यो है यो अझ ठुलो साइजको रहेको छ किनकि तपाईले दुईवटा दराज यता उता हैन दुईवटा दराज र यहाँनिर मजाको तपाईले स्पेस पनि पाउनुहुन्छ दुईवटा दराज र यो दुईवटा बेड टिभी पनि रहेको छ एकदमै ठुलो साइजको बेडरुम भन्दा पनि हुन्छ हेर्न सक्नुहुन्छ हैन
र यसमा पनि यो साइड पनि झ्याल रहेको छ र यो साइड पनि झ्याल रहेको छ। दुई साइड नै झ्याल रहेको हुँदा एकदमै उज्यालो रुम देख्न सक्नुहुन्छ तपाईँले। निकै उज्यालो रहेको छ। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु है त। हेर्न सक्नुहुन्छ यस्तो खाले यो एकदमै उज्यालो बेडरुमको दृश्य तपाईँलाई देखाइसकेको छु हैन। निकै ठुलो साइजको उज्यालो यो बेडरुम तपाईँले हेरिसक्नुभयो। अब तपाईँलाई यसै गरी म यो बीचको प्यासेज भइहाल्यो। अब सिधै माथिल्लो तलामा लगेर जानेछु। माथिल्लो तलाको रुमहरूको दृश्य पनि देखाउनेछु है त। तपाईँहरूलाई यहाँनिरका रुमहरूको दृश्य देखाइसकेको छु। यो लिभिङ रुम हेरिसक्नु भएको छ भने यो बीचको प्यासेज र यो साइडका दुईवटा बेडरुमको दृश्य देखाइसकेको छु, कमन टोयलेट बाथरुम पनि। अब तपाईँलाई सिधै यो घरको माथिल्लो तलामा लगेर जाँदैछु हैन। यो सिडी यस्तो खाले रहेको छ भने यो साइडमा झ्याल रहेको हुँदा एकदमै उज्यालो सिडी रहेको छ। ठुलो साइजको बनाउनु भएको छ भने म माथिल्लो तलामा आइपुगेको छु है त। अब यहाँ आउँदा बित्तिकै तपाईँले पाउनुहुन्छ यहाँनिर यो एउटा मजाको यो ठुलो साइजको बेडरुम रहेको छ। चिटिक्कको एकदमै राम्रो। आहा नि ल हेर्नुहोस् है त। अब यहाँदेखि पछाडिपट्टि ढोका रह्यो र दुईवटा झ्याल रहेको छ है। पछाडिपट्टि ढोकाबाट पछाडि जान सक्नुहुन्छ। बाल्कनी रहेको छ पछाडिपट्टि भने दुईवटा झ्याल रहेको छ। त्यो आउँदा एकदमै उज्यालो भित्रै सूर्यको प्रकाश आउँछ। बिहानदेखि बेलुकासम्म घाम लाग्ने एकदमै उज्यालो निकै राम्रो चिटिक्कको यो रुम रहेको छ। यो बेडरुम रहेको छ। माथिल्लो तलाको दुईवटा बेडरुम, यो साइडमा सोफा, यो साइडमा दराजहरू मजाले ओटिरहेको छ। तपाईँलाई जस्ताको तस्तै देखाइसकेको छु है। अब यसै गरी यो साइडमा पाउनुहुन्छ तपाईँले यो डाइनिङ सेटअप भयो। हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ भने पछाडिपट्टि झ्याल रह्यो यो डाइनिङ सेटअप र यो साइडमा र्याकहरू हेर्न सक्नुहुन्छ र यो साइडमा किचन सेटअप है त। जस्ताको तस्तै देखाउँदैछु तपाईँलाई। यहाँनिरको यो एकदमै ठुलो साइजको स्पेस रहेको छ। ठुलो एउटा रुम बराबरको स्पेस पाउनुहुन्छ यहाँनिर पनि। लगभग सानो दुईवटा रुम भन्दा पनि हुन्छ है। उतापट्टि किचन, यतापट्टि यो डाइनिङ सेटअप घामभित्रै आएको छ। हेर्न सक्नुहुन्छ यो घाम हैन। तपाईँलाई घामको दृश्य पनि देखाइसकेको छु भने एकदमै उज्यालो टक्क हाइटमा आनन्दको ठाउँमा राम्रो घरको खोजीमा हुनुहुन्छ भने यो घर तपाईँहरूकै लागि हो। तपाईँलाई यहाँनिरको यो एउटा बेडरुम एकदमै राम्रो चिटिक्कको यो बेडरुमको दृश्य देखाइसकेको छु र उतापट्टि किचन रुमको दृश्य देखाइसकेको छु। पक्कै पनि मन पारिसक्नु भयो होला। अब तपाईँलाई यो घरको बाहिरतिरको दृश्य पनि देखाउन चाहन्छु। यहाँ आउँदा बित्तिकै तपाईँले ओपन स्पेस पाउनुहुन्छ। यति धेरै खुल्ला स्पेस पाउनुहुन्छ हैन। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ माथिपट्टि मजाले कपडाहरू धुन सक्नुहुन्छ भने अब यहाँ अगाडिको दृश्य यस्तो रहेको छ। जस्ताको तस्तै देखाउँदैछु है तपाईँहरूलाई। अब यहाँ रुमहरूको दृश्य देखाइसके। अझै तपाईँहरूलाई माथि छतमा लगेर वरिपरिको दृश्य पनि देखाउने छु। हेर्दै गर्नुहोस् है त। तपाईँहरूले यहाँनिरका दुईवटा रुम है, एउटा यो रुम र यो रुम हेरिसक्नुभयो। अब तपाईँहरूलाई म माथि छतबाट देखाउने छु के देखिन्छ हैन। यो सिडी रह्यो जस्ताको तस्तै देखाउँदैछु है तपाईँहरूलाई। हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ। अब यसै गरी म यो घरको माथि छतमा आइपुगेको छु। छतमा आउँदा बित्तिकै यो एउटा पानीको टङ्की पाउनुहुन्छ तपाईँहरूले। हेर्न सक्नुहुन्छ पानीको टङ्की र यो साइडमा हेर्न सक्नुहुन्छ राम्रो घरहरू र भ्यू हेर्नुहोस् त। आहा नि कति आनन्दको भ्यू पाउनुहुन्छ है तपाईँले। यहाँदेखि मजाको भ्यू हेर्न सक्नुहुन्छ। यस्तो खाले यो भ्यू पुरै भ्यूको आनन्द लिँदै बस्दै गर्न सक्नुहुनेछ भने अब यहाँ यस्तो खाले रहेको छ। यो जस्ताको तस्तै तपाईँहरूलाई देखाउँदैछु है। यो साइडमा यस्तो रहेको छ वरिपरि र यो साइडमा यस्तो रहेको छ। तपाईँलाई यो घरको तलदेखि माथिसम्म वरिपरिको सबै दृश्य देखाइसकेको छु। पक्कै पनि मन पारिसक्नु भयो होला। अब यो घर लिन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ हैन, अन्तिमसम्म हेर्नु होला अनि मात्रै कमेन्ट गर्नुहोस्, कन्ट्याक्ट गर्नुहोस् है त। आहा नि यति राम्रो घर, अगाडि भित्र बाहिर तल माथि सबै हेरिसक्नुभयो। रुमहरूको दृश्य पनि हेरिसक्नुभयो, वरिपरिको दृश्य पनि हेरिसक्नुभयो है नि त। किनौ लाग्यो होला। अब यो घरको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 2 ठ्याक्कै नागढुङ्गा चेकपोस्टभन्दा अलिकति अगाडिपट्टि पातले वन भिलेज रिसोर्टको जस्ट अगाडि भन्दा पनि हुन्छ। टक्क यो 16 फुटे ढलान बाटो टच रहेको 4 आना क्षेत्रफलमा बनेको 2073 सालमा बनेको। तलपट्टि यो घरमा साइडमा वरिपरि चारैतिर ओपन स्पेस छोड्नु भएको छ भने भित्री भागमा मजाको एउटा ठुलो लिभिङ रुम रहेको छ हल टाइपको। बिचमा ओपन स्पेस एउटा रुम बराबरको स्पेस पाउनुहुन्छ भने कमन टोयलेट बाथरुम र दुईवटा बेडरुम रहेको छ। माथिल्लो तलामा जानुहुन्छ भने एउटा ठुलो बेडरुम रहेको छ भने अर्को एउटा ठुलो ठ्याक्कै डाइनिङ सेटअप र किचन ओपन राख्नु भएको छ, ठुलो रुम रहेको छ है त।
अब यो पश्चिम फेस गरेको 2073 सालमा बनिसकेपछि भूकम्प पछाडि बनेको है। तपाईँले टक्क अगाडिपट्टि पनि मजाले पार्किङ स्पेस पाउनुहुन्छ भने यो घरमा 24 घन्टा खाने पानीको धारो आउँछ, सफा पानी आउँछ, पानीलाई कुनै टेन्सनै छैन। अब रुटको गाडी चल्ने हाइवे बाटो नागडुङ्गा चेकपोस्ट नजिकै भइसकेपछि सबै सुविधा पाइ नै हाल्नुहुन्छ। स्कुल, कलेज, ब्याङ्क, फाइनेन्स, रुटको गाडी चल्ने हाइवे बाटो सबैको सुविधा पाउनुहुन्छ भने अर्को यो ठ्याक्कै साइडमा पातले वन भिलेज रिसोर्टको जस्ट गेट अगाडिपट्टि भन्दा पनि हुन्छ। यति राम्रो घर धनीले इमर्जेन्सी बिक्री गरेर बाहिर जाँदै हुनुहुन्छ है त। अब लिन चाहनुहुन्छ ढिला नगर्नुहोस् है त। साइडमा हेर्नुहोस् न, घरको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु नभन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद।